भनेको इलिगलहरू बन्द हुन्छ भन्दैछु। इलिगलहरू बन्द गर्नै पर्यो नि तपाईँको। इलिगलहरू त कसरी खुल्ला दिने त होइन इलिगल भनेपछि इलिगल भइसक्यो त्यो। तैपनि यो लिगल्ली पनि यस्तो ठाउँ यो जुन बाढी प्रभावित क्षेत्र हो त्यसलाई रोक्न पाए हुन्थ्यो भन्ने हुँदैन। यो त धेरै गाह्रो भइसक्यो नि यहाँ त जनताहरू त। यसले गर्ने नै हो खासमा डिजास्टर निम्ताउने, पहिरो आउने, बाढी आउने होइन मान्छे अब त्यो गर्ने। यो पहिला नै अब त्यो पहिलाका राजनीतिक दलहरू कसको हुन्छ नि अब ठेक्का कसको के कार्यकर्ता उनीहरूलाई दिएको हो कि सबै धेरै ठाउँमा यस्तै नै छ। कार्यकर्ताहरूले अब चुनावमा सहयोग गर्ने अनि पछिपल्ट एकजनालाई यसो दिदियो त्यही त भइरहेको हो पहिलादेखि त। पब्लिकको कुरा नि पुगेन काम गर्ने मान्छे पुगेन भन्ने। काम गर्ने कति जान्छ अब यहाँ आउनु त कति जानु है ए तपाईँ आउनु हाम्रो यहाँको डिभिजन प्रमुख रक्षाका लागि कुनै पहिरो गएको अवस्थामा अब हाम्रो नागरिकहरू बाटोमा अर्केको अवस्थामा कसरी रेस्क्यु गर्ने होइन उहाँहरूको सुरक्षा कसरी गर्ने हिसाबले चाहिँ हामी यो जियो लोकेसनहरू ट्याग गरेर चाहिँ हेली झार्ने हिसाबले होइन फर्स्टमै हेली रेस्क्यु गर्ने हिसाबले चाहिँ प्लानिङ गर्नु आएको हो खासमा चाहिँ। अनि पोसिबल डिजास्टर कहाँ हुन्छ जसले गर्दा चाहिँ हाम्रो एक्सिडेन्टहरू हुन्छ अब त्यो एक्सिडेन्टले गरेर एउटा डिजास्टर निम्तिनु सक्छ भन्ने चाहिँ त्यो पोसिबल साइटहरू चाहिँ हामी हेर्नु आएको हो होइन। त्यही अनुसारमा हाम्रो प्लानिङै छ। अब यसलाई चाहिँ अब व्यवस्थित गर्ने हिसाबले चाहिँ हामीले एउटा प्लानिङ गरेका छौँ है। हुन्छ है यति